हेलो सो आजको यो भिडियोमा चाहिँ म फर्स्टमा म्युजिकको कर्ड प्रोग्रेसन भन्ने चाहिँ के रहेछ अनि कसरी हामी कर्ड प्रोग्रेसन बनाउँछ कुनै पनि सङको फर्स्टमा हामी डिस्कस गर्छौँ। फर इक्जाम्पल यो चाहिँ के छ भनेपछि अहिले मैले चाहिँ यो सी शार्प मेजरमा चाहिँ मैले एउटा कोड बनाएको छु। हजुरहरूले म बजाएर देखाउँछु है त। सिम्पल एउटा यो एउटा सिम्पल एउटा यो स्केल भन्छ हैन, एउटा मेजरको स्केल भन्छ। जस्तै कि अब हेर्नु है त, अब मेजरको र माइनरको स्केल छुट्टै हुन्छ। अब मैले चाहिँ मेजरको स्केल ड्र गरेको छु अनि म हजुरहरूलाई टिच पनि गर्नेछु कि कसरी बनाउँछु। यो नेक्स्ट भिडियोजहरुमा म हजुरहरूलाई पुरै डिटेलमा भन्नेछु हैन। फर्स्टमा चाहिँ हेर्नु है त, अब जस्तै कि अब हामीले फर्स्टमा पप म्युजिक बनाउनको लागि के गर्नुपर्छ भनेपछि हामीले पप म्युजिक बनाउनको लागि त्यही हिसाबले हामीले कर्ड प्रोग्रेसन बनाउनु पर्ने हुन्छ पप म्युजिकको लागि है त। अनि पप म्युजिकको हेर्नु है त, फर्स्टमा म देखाउँछु। पप म्युजिकको लागि चाहिँ के छ भनेपछि 1645 छ है फर्मुला यसको, 1645 है। म यो भिडियो चाहिँ डिटेल्समा छैन, डिटेलमा मैले बनाएको छैन, तर म हजुरहरूलाई चाहिँ आइम गना टिच यु in the details. All the videos is gonna be so far as soon as possible, guys, so please follow me up. 16, so follow gardinu hola, follow me up as soon as possible, guys. If you're watching this video, I'm so grateful that you got this video from my side. 1645 है त, 1645 कर्ड प्रोग्रेसन हो यसको फर्मुला है त, 1645 हैन। अब फर्स्टमा कहाँदेखि म एउटा राम्रोसँग बनाउँछु अनि हजुरले 1645 है त, 16 है 1। अहिले म केही पनि गर्दैन, 16 हैन 1, यो 1 यताको 1 2 3 4 5 6 16 1 2 3 4 4 4 भयो है त, 1 2 3 4 5 है। यो कर्ड प्रोग्रेसन चल्ने रहेछ भनेपछि पप म्युजिकमा। अब हेर्नु है त, म यसलाई सिलेक्ट गर्छु फर्स्टमा अनि यसलाई चाहिँ म प्ले गर्छु। हेर्नु हेर्नु कस्तो राम्रो ट्युन बज्यो है त, कस्तो राम्रो म्युजिक बज्यो भनौँ न। अब सपोज म चाहिँ के गर्छु भनेपछि यसलाई चाहिँ अब म यसलाई सिलेक्ट गर्छु, मलाई कर्ड बन्छ, कर्ड जहिले पनि बन्छ 4 लाइन्समा बन्छ है त। अब यसलाई म डुप्लिकेट गर्छु, डुप्लिकेट भन्दैन म्युजिकमा, डुप्लिकेट भन्छ है त। 3 4 भयो है त। अनि त्यसपछि म के गर्छु, अब सपोज अब म यसलाई सिलेक्ट गर्छु सेकेन्डको लेयरलाई, अनि यसलाई सिलेक्ट गरेर म अब म जस्तै कि मलाई चाहिँ अब यतादेखि यता एड गरिदिन्छु है त। यो किनभने एउटा लेयरमा एड गरेपछि कस्तो सुनिन्छ भनेपछि कि सेम त्यो त्यसमा जान्छ कि, अनि हामीले चाहिँ छुट्याउनु पर्छ किनभने यस्तै नै हो। अब हेर्नु है त, अब जस्तै कि अब सपोज फर्स्ट यसलाई सेकेन्डलाई यतातिर हालिदिउँ है त, अनि यो लास्ट वानलाई अनि यसलाई चाहिँ यसलाई यता म ऱ्यान्डमली एड गर्दैछु है, किनभने हाम्रो फर्मुला लागिसकेको छ अलरेडी यसमा। अब यो हामीले इरेज गर्दा हुन्छ। अनि त्यसपछि म के गर्छु भनेपछि यसलाई यो कर्ड प्रोग्रेसनलाई चाहिँ म लेफ्ट साइडमा लग्छु है त। अब हामी सुनेर हेर्छौँ कि कस्तो भएको छ हाम्रो कर्ड प्रोग्रेसन। म्युजिकको फर्स्ट फेज यही नै हो। अब हेरौँ है त, त्योभन्दा अगाडि चाहिँ हेर्नुभयो। अब स्टार्ट गरौँ है त हाम्रो यो। अझै यो चाहिँ सी शार्प मेजर हो, सी शार्प मेजर। यो चाहिँ अलिकति इमोसनल नै हुन्छ अनि हामीले चाहिँ के गर्न सकिन्छ भनेपछि यसलाई चाहिँ आई मिन सी शार्प मेजरलाई चाहिँ अझै इमोसनल बनाउनको लागि हामीले माइनरबाट कर्ड्सहरू बढ गर्न मिल्छ हामीले। त्यो चाहिँ हामी नेक्स्ट भिडियोमा सिक्दै जाउँला, तर फर्स्टमा चाहिँ यो हजुरहरूले बुझ्नुभयो होला प्रोग्रेसन हाम्रो। अब सपोज के गर्न सकिन्छ भनेपछि अब मलाई चाहिँ यो मन परेन अरे, अब यताको अब सुनौँ है त फेरि एकचोटि। तर राम्रो भएको छ है त। अब आई मिन नेक्स्ट स्टेप चाहिँ के छ भनेपछि अब सेट यार, जस्तै कि अब यो भयो है। अब मलाई चाहिँ ओके, एन्ड देन आई जस्ट निड टु डु सम ऱ्यान्डम स्टेप्स अन दिस थ्योरी।
म चाहिँ के गर्छु भनेपछि त्यसलाई तल एड गरिदिन्छु सपोज म यस्तो हालेर ट्राई गर्छु सुन्छु है त कस्तो साउन्ड आइरहेको छ किनभने मेरो स्किल सबै A to Z राइट छ मलाई त्यो मिठो साउन्डको चाहिँ खोजीमा छु म राम्रो छ ओके राम्रो छ है राम्रो छ अब भनेपछि हाम्रो यो आयो एउटा पियानो हामी के गर्छौँ पियानोलाई लेयर गर्छौँ फर्स्टमा ड्रम्सहरू आउँछ बिस्तारै बिस्तारै बट फर्स्टमा चाहिँ हामीले चाहिँ first of all I need to put some piano first of all we need to put some pianos at the top. Let's hear it first. Let's hear this first. Okay. कस्तो राम्रो अब बाई चान्स मलाई चाहिँ अब हामीलाई चाहिँ यो पियानो मन परेन अनि हामी चाहिँ के गर्छौँ भनेपछि अब हामीले आफ्नो पियानोको यो चेन्ज गर्छौँ है त हजुरहरूले यो बाई गर्नुपर्छ होला तर हामीले बाई गरिसकेछौँ अलरेडी नै सो सपोज अब मलाई चाहिँ सफ्ट चाहिँ मनपर्छ होइन सफ्ट मनपर्छ मलाई अनि यसमा चाहिँ अलिकति रिभर्ब म बढाइदिन्छु यसको अनि डिले पनि एज अ विश हामीहरूलाई मनपर्छ भनेपछि हामीले बढाइदिन्छौँ यसलाई डिलेलाई नि अब हामी चाहिँ अब यो सुनेर हेर्छौँ है त कस्तो भएको छ अलिकति यो डिले चाहिँ ओके अनि यो ब्यासलाई नि अलिकति ओके हाम्रो यो पियानो रेडी भयो अब बाई चान्स मलाई चाहिँ अब यसमा चाहिँ यो रेडी भइसक्यो तर अलिकति क्रिएटिभिटी एड गरेको बेस्ट भन्छु म हजुरहरूलाई अब हामीले चाहिँ के गर्छ भने यो जति पनि यसको बेस नोट छ नि तलको नोटलाई बेस नोट भनिन्छ अनि यसलाई चाहिँ सिफ्ट किबोर्डमा सिफ्ट क्लिक गरेपछि हामीले यसलाई तल गर्न मिल्छ अनि भनेपछि हामीले चाहिँ के गर्ने यसलाई तल लग्ने C4 मा एड गरिदिने अनि यसमा यो बेस नोट पनि एड गर्दै हामीले है सपोज अब सुनेर हेरौँ कस्तो भएको छ मिठो मिठो यसमा के प्रब्लम आयो मैले चाहिँ लुपमा एड गर्दैछु यो म एउटा डिटेलमा भिडियो बनाउँछु कसरी के स्टार्टेड गर्नु हजुरहरूलाई म्युजिकमा इन्ट्रेस्टेड हुनुहुन्छ भनेपछि म हजुरलाई कम्प्लिट भिडियो बनाउँछु युट्युबमा यो स्टार्टिङमा चाहिँ हजुरलाई म देखाउने छु कि देखाइरहेको छु कसरी के हुन्छ यो स्टार्टिङ फेजमा कसरी हजुरहरूले सबै कुराहरू एउटा वेमा लगाउन सक्नुहुन्छ भनेर सो स्टिल लुपमा भइरहेको छ यो सो लेट्स गो ओके बाई चान्स मलाई चाहिँ अब यो पियानो अलिकति राम्रो लागेन म के गर्छु भनेपछि कपी गर्छु यसलाई अनि म के गर्छु भनेपछि यसलाई म प्लगइन्समा जान्छु अनि एउटा ग्रान्ड पियानो मसँग छ एउटा ट्रु पियानो ओके यो ट्रु पियानो हो अनि यसमा चाहिँ म के गर्छु अब हेर्नु है त हजुरहरूले अनि म चाहिँ यो आफ्नो यो यसमा एड गरिदिन्छु अनि यो म 2 गरिदिन्छु 2 पियानो ओके एन्ड देन I'm just gonna put it over here true piano ओके स्टार्ट भयो है त अब हाम्रो अनि हेर्नु है आजको भिडियोमा चाहिँ यति नै थियो हजुरहरूलाई म अब नेक्स्ट भिडियोहरुमा अझै सम्झाउँछु हजुरहरूलाई सिकाउँछु अनि हामी सँगै मिलेर अगाडि बढ्नुपर्छ अनि अगाडि म्युजिक बनाउनुपर्छ हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने जोइन गर्नु होला धन्यवाद म यो बीपीएम त लो सेट गर्नै बिर्सेछु यति
फेरि सुन्नुभयो त हामी कस्तो भएको छ हाम्रो सो आजको लागि धन्यवाद हजुरको दिन शुभ होस्